नमस्कार। विद्या ददाति विनयम, विद्याले विनय प्राप्त गर्छ। विषम 2050 सालमा कपन बोर्डिङ स्कुलबाट बामे सर्दै रिलायन्स इन्टरनेशनल एकाडेमी हुँदै रिलायन्स जननी संस्थाका रूपमा रहेर भगिनी संस्थाहरू थुप्रै भगिनी संस्थाहरू चाहिँ उत्पादन गर्न सफल बनेको रिलायन्स इन्टरनेशनल एकाडेमीले विषम 2070 सालमा एसएलसीमा बोर्ड फर्स्ट भएर उत्कृष्ट नतिजा ल्याउन सफल बनेको थियो, जसमा चाहिँ सन्जो कार्की विद्यार्थी थिए। त्यस्तै गरेर 2075 सालको एसईमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएर 2076 सालमा नेपाल सरकारबाट संस्थागत विद्यालयबाट प्रथम स्थान प्राप्त गर्न सफल घोषित बनेर विभिन्न पुरस्कारहरू प्राप्त गर्न सफल बनेको थियो। रिलायन्स इन्टरनेशनल एकाडेमी बागमती प्रदेश स्तरीय एससीमा प्रथम स्थान प्राप्त गर्न सफल भएर पुरस्कारहरू पनि बटुल्दै अगाडि बढेको रिलायन्स इन्टरनेशनल एकाडेमीले 2080 सालमा जीपीए 4 5 जनाको जीपीए 4 सहित उत्कृष्ट नतिजा ल्याउन सफल बनेको। यसैलाई निरन्तरता दिँदै 2081 सालको एससीमा 102 जना विद्यार्थीहरू मध्ये 20 जना विद्यार्थीले जीपीए 4 प्राप्त गर्न सफल भएर उत्कृष्ट नतिजा ल्याउन सफल भएको रिलायन्स इन्टरनेशनल एकाडेमी। एकाडेमिक पाटोमा मात्रै नभएर इसीए सीसीएमा पनि अग्रस्थानमा अग्रपंक्तिमा हुन सफल बनेको रिलायन्स इन्टरनेशनल एकाडेमीले विभिन्न पुरस्कारहरू प्राप्त गर्न सफल बनेको छ। आउँदै गरेको नववर्ष 2083 सालको उपलक्ष्यमा सम्पूर्ण अभिभावक, प्रिय विद्यार्थी भाइ बहिनीहरू साथै शुभचिन्तकहरूमा नववर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। साथै 2083 सालका लागि विद्यालयमा सिट सीमित मात्रामा भएकाले समयमै आफ्नो सिट सुरक्षित गरिदिनका लागि पनि हार्दिक अनुरोध गर्दछु। धन्यवाद।